के भन्छ कि उस दिन हामी के भन्छ हामी उस दिन के भन्छ कि हो यमराज छ न यमराज आइहाल्यो त्यो भन्छ ए तिमी धरतीको मान्छेलाई दारू पिएर तडपाएछ र तिमीलाई लिन आएछ ए म भने किन आएछ अरे तिमीलाई लिन आएछ तिमी मान्छेले धेरै तडपाएछ म भन्छ ठिक छ जान्छु तिम्रो मेरो व्यवस्था गरिदिइहाल्छौ के भन्छ हामी जब माथि जान्छौँ त हामीलाई दारू बोतलको बोतल चाहिन्छ तिमी दिन सक्छ अरे भगवान् भन्छ ठिक छ हामी दिलाइदिइहाल्छौँ मिलाइदिइहाल्छौँ हो त म भने त हामी जब दारू पिउँछ त हाम्रो ठन्डी ठन्डी हावा त एसी चाहिन्छ त तिम्रो एसी छ अरे ऊ भन्छ ठिक छ हामी दिइहाल्छौँ त म भने फेरि हामीलाई त्यो के भन्छ एसी चाहिन्छ त हाम्रो टिभी चाहिन्छ भड्कावाला म भने जब हामी दारू पिउँछ न त मस्त हामी टिभी हेर्दै र जेलमा दारू पिइहाल्छ ओ भगवान् भन्छ ठिक छ त हामी दिइहाल्छौँ ए के भन्छ मलाई अरू पनि चाहिन्छ त हामी दारू के भन्छ कि हामी एउटै किसिमको दारू खाँदैन त हामी बिहान अर्को चाहियो त दिउँसो अर्को चाहियो त हाम्रो दारू एकदम चेन्ज भइरहनु पर्छ तिमी सक्छ अरे त यमराज भन्छ कि ए तिमी धरतीमै बस अरे तिमी धरतीको मान्छेलाई तडपाऊ तिमी माथि आएछ तिमी हामीलाई तडपाइहाल्छौ भनेर के भन्छ यमराज डरायो को भन्छ रक्सीको तागत छैन देखो त यमराज डराएर गयो हामीले लिन आएको थियो त हामी भन्यो कि हामी रक्सी यस्तो पिउँछ त्यो डराइहाल्यो को भन्छ कि यो दारू पिएर त मान्छे खराब भइहाल्छ अरे